अहिले चाहिँ बिहान उठेर चट्टसँगले लाग्यो ड्युटीतिर ल। अहिले चाहिँ चट्टसँगले एक्लै हिँडेको क्या ड्युटी चाहिँ पानी नआएर। असारमा चाहिँ यस्तो छ क्या मकैको बाख्रा बिजोग। अहिले चाहिँ म चट्टसँगले हात्तीढुङ्गा पुगिसकेँ। काब्रोली नै निको चट्टसँगले आज चाहिँ एक्लै छु है। यो चाहिँ काब्रोको रुख, अब दुईवटा रुखमा एउटा रुखमा चढेर जाने हो चट्टसँगले। अहिले चाहिँ मैले झारी हेरी यहाँ लिएर आइसकेँ। कतिको छ नि होइन काभ्रेको बाहिर चाहिँ यहाँ एकछिन बसेर बोकेर लाग्यो बाटो। टाढो छ बाटो, लगभग 1-1.5 घन्टामा चाहिँ म आइपुग्छु होला। अहिले अन्त गर्मीले त यार मासला यस्तो छ कि गर्मी, यस्तो छ कि। अहिले चाहिँ म आइसकेँ घर। बारिसरी फालिदिएको 7 बजी गएको।